नमस्ते। लोकसेवा तयारी गर्ने सम्पूर्ण व्यक्तिहरूलाई लोकसेवा दृष्टि च्यानलमा स्वागत छ। नेपालको संविधान चर्चा गर्ने क्रममा आज हामी भाग 30 संकटकालीन अधिकार र भाग 31 संविधान संशोधन यहाँ चर्चा गर्नेछौँ। सुरु गरौँ आजको यस क्लासलाई। भाग 30 मा संकटकालीन अधिकार धारा 273 मा संकटकालीन व्यवस्था। नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाहिरी आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विशृङ्खला, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा जहाँ चाहिँ त्यस्तो सङ्कट अथवा विपद आएको हो त्यस्तो क्षेत्रमा लागू हुने गरी सङ्कटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ। सङ्कटकालीन अवस्था घोषणा गर्ने अधिकार कसलाई छ? राष्ट्रपतिलाई त्यस्तो अधिकार प्रदान गरिएको छ। उपधारा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा सम्बन्धित प्रदेश सरकारले नेपाल सरकार समक्ष यस धारा बमोजिम प्रदेश वा प्रदेशको कुनै भागमा सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्नका लागि अनुरोध गर्न सक्नेछ। प्रदेश सरकारले चाहिँ नेपाल सरकार समक्ष अनुरोध गर्नुपर्नेछ। उपधारा 1 मा उपधारा 1 बमोजिम गरिएको घोषणा वा आदेश त्यस्तो घोषणा वा आदेश भएको मितिले 1 महिनाभित्र अनुमोदनका लागि संघीय संसदका दुवै सदन यानि कि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश गरिनेछ। अब राष्ट्रपतिले चाहिँ घोषणा गरिसके, घोषणा गरेको 1 महिनाभित्र चाहिँ अनुमोदन गर्नुपर्नेछ दुवै सदनले। उपधारा 3 बमोजिम अनुमोदनका लागि पेश भएको घोषणा वा आदेश संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतले, बहुमत मात्र भएर हुँदैन, 2/3 बहुमतले अनुमोदन गरेमा त्यस्तो घोषणा वा आदेश भएको मितिले 3 महिनासम्म कायम गरिनेछ। 3 महिनासम्म चाहिँ के हुनेछ? कायम रहनेछ। अनि उपधारा 3 बमोजिम अनुमोदनका लागि पेश भएको घोषणा वा आदेश उपधारा 4 बमोजिम अनुमोदन नभएमा स्वतः निष्क्रिय हुनेछ। अब त्यस्तो जुन घोषणा वा आदेश छ यी दुई सदनले चाहिँ अनुमोदन नगरेमा चाहिँ त्यो स्वतः निष्क्रिय हुनेछ। यस धारामा अन्यत्र जुनसुकै कुरा लेखेको भए तापनि उपधारा 1 बमोजिमको अवस्था अझै विद्यमान छ भनी उपधारा 4 बमोजिमको अवधि समाप्त नहुँदै अर्को एकपटक 3 महिनामा नबढाई सङ्कटकालीन घोषणा वा आदेशको अवधि थप गर्ने प्रस्ताव संघीय संसदमा पेश गर्न सकिनेछ। उपधारा 6 बमोजिमको प्रस्ताव संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतले पारित भएमा त्यस्तो प्रस्तावमा उल्लेखित अवधिसम्मका लागि चाहिँ सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश कायम रहनेछ। प्रतिनिधि सभा विघटन भएको अवस्थामा, यदि प्रतिनिधि सभा चाहिँ विघटन भएको छ भनेपछि चाहिँ उपधारा 3, 4, 6, 7 बमोजिम संघीय संसदले प्रयोग गर्ने अधिकार चाहिँ राष्ट्रिय सभाले प्रयोग गर्नेछ। उपधारा 1 बमोजिम सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश भएपछि त्यस्तो अवस्थाको निवारण गर्नको लागि चाहिँ राष्ट्रपतिले आवश्यक आदेश जारी गर्न सक्नेछ र जारी भएको त्यस्तो आदेश चाहिँ सङ्कटकालीन अवस्था बहाल रहेसम्म कानुन सरह लागू हुनेछ। उपधारा 1 बमोजिम सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्दा त्यस्तो घोषणा वा आदेश बहाल रहेसम्मका लागि भाग 3 मा व्यवस्था भएका मौलिक हक निलम्बन गर्न सकिनेछ। भाग 3 मा जुन मौलिक अधिकारहरू छन् तिनीहरू चाहिँ निलम्बन गर्न सकिनेछ। तर कुनै कुनै अधिकार मात्र निलम्बन हुने हुन्, कुनै कुनै चाहिँ अधिकारहरू निलम्बन गर्न सकिँदैन, जस्तै यहाँ लेखेको होला। तर धारा 16 मा के छ? सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। धारा 17 मा चाहिँ स्वतन्त्रताको हक छ, जस अन्तर्गत उपधारा 2 को खण्ड ग र घ मा चाहिँ के छ भनेपछि राजनीतिक दल खोल्ने स्वतन्त्रता छ र घ मा चाहिँ सङ्घ तथा संस्था खोल्ने स्वतन्त्रता। धारा 18 मा चाहिँ समानताको अधिकार छ, समानताको अधिकार। धारा 19 मा सञ्चारको अधिकार छ। अनि त्यस्तै गरेर धारा 20 मा चाहिँ धारा 20 मा न्याय सम्बन्धी हक छ। धारा 21 मा अपराध पीडितको हक रहेको छ।
धारा 22मा चाहिँ यातना विरुद्धको हक, धारा 24मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, त्यस्तै गरेर धारा 26मा धार्मिक स्वतन्त्रता सम्बन्धी हक रहेको छ। अनि त्यसको चाहिँ उपधारा 1 भनेको छ। अनि धारा 29मा चाहिँ शोषण विरुद्धको हक रहेको छ। धारा 30मा चाहिँ स्वच्छ वातावरण सम्बन्धी हक, धारा 31मा शिक्षा सम्बन्धी हक, धारा 32मा भाषा तथा संस्कृतिको हक, त्यसै गरेर धारा 35मा स्वास्थ्य सम्बन्धी हक, धारा 36मा चाहिँ खाद्य सम्बन्धी हक, खाद्य सम्बन्धी हकको चाहिँ उपधारा 1 र 2 भनेको छ। त्यसै गरेर धारा 38मा चाहिँ महिलाको हक, धारा 39मा चाहिँ बालबालिकाको हक, धारा 40मा दलितको हक जसको चाहिँ उपधारा 2 र 3, अनि त्यस्तै गरेर धारा 41मा ज्येष्ठ नागरिकको हक, धारा 42मा चाहिँ सामाजिक न्यायको, धारा 43मा चाहिँ सामाजिक सुरक्षाको हक छ। त्यस्तै गरेर धारा 45मा चाहिँ देश निकाला विरुद्धको हक छ र धारा 46मा चाहिँ धारा 46 बमोजिम संवैधानिक उपचारको हक र बन्दी प्रत्यक्षीकरणको उपचार प्राप्त गर्ने हक निलम्बन गरिने छैन। यी हकहरू चाहिँ निलम्बन गर्न सकिने छैन होइन। यी बाहेक चाहिँ अरू हकहरू चाहिँ निलम्बन गरिनेछ। अब उपधारा 10 बमोजिम यस संविधानको कुनै धारा निलम्बन भएको गरिएकोमा सो धाराद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि कुनै अदालतमा निवेदन दिन वा त्यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन। यस धारा बमोजिमको घोषणा वा आदेश बहाल रहेको अवस्थामा कुनै पदाधिकारीले बदनियत साथ कुनै काम गरे बापत कसैलाई कुनै प्रकारको क्षति भएको रहेछ भने पीडितले त्यस्तो घोषणा वा आदेश समाप्त भएको मितिले 3 महिनाभित्र आफूलाई परेको क्षति बापत क्षतिपूर्तिको दावी गर्न सक्नेछ। त्यस्तो दावी परेमा अदालतले संघीय कानून बमोजिम क्षतिपूर्ति भराइदिन र पीडकलाई सजाय गर्न सक्नेछ। यस धारा बमोजिमको घोषणा वा आदेश राष्ट्रपतिले जुनसुकै बखत फिर्ता लिन सक्नेछ। यस्तो घोषणा गर्ने अधिकार राष्ट्रपतिलाई छ भने त्यो घोषणा चाहिँ फिर्ता लिने अधिकार पनि राष्ट्रपतिलाई रहेको छ। अब भाग 31 संविधान संशोधन सम्बन्धी व्यवस्था रहेको छ, जस अन्तर्गत धारा 274मा संविधान संशोधन नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनेर चाहिँ यहाँ उल्लेख गरिएको छ है। संविधान संशोधन गर्न मिल्छ तर नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी चाहिँ संविधान संशोधन गर्न सकिने छैन। उपधारा 1 र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ। तर उपधारा 1 लाई संशोधन गरिने छैन। यो उपधारा 1 लाई चाहिँ संशोधन गर्न मिल्दैन, तर अरू अन्य धारालाई चाहिँ संशोधन गर्नको लागि चाहिँ विधेयक जुनसुकै सदनमा चाहिँ पेश गर्न सकिनेछ। उपधारा 2 बमोजिम पेश भएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको 30 दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्नेछ। उपधारा 2 बमोजिम पेश भएको विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची 6 मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक संघीय संसदमा प्रस्तुत भएको 30 दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि चाहिँ प्रदेश सभामा पठाउनु पर्नेछ। उपधारा 4 बमोजिम पठाइएको विधेयक 3 महिनाभित्र सम्बन्धित प्रदेश सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको बहुमतबाट स्वीकृत वा अस्वीकृत गरी त्यसको जानकारी चाहिँ संघीय संसदमा पठाउनु पर्नेछ। तर कुनै प्रदेश सभा कायम नरहेको अवस्थामा त्यस्तो प्रदेश सभा गठन भई त्यसको पहिलो बैठक बसेको मितिले 3 महिनाभित्र स्वीकृत वा अस्वीकृत गरी पठाउनु पर्नेछ। उपधारा 5 बमोजिमको अवधिभित्र त्यस्तो विधेयक स्वीकृत वा अस्वीकृत भएको जानकारी नदिएमा संघीय संसदको विधेयक उत्पत्ति भएको सदनले त्यस्तो विधेयक उपरको कारबाही अगाडि बढाउन बाधा पर्ने छैन। उपधारा 5 बमोजिमको अवधिभित्र
बहुसंख्यक प्रदेश सभाले त्यस्तो विधेयक अस्वीकृत गरेको सूचना संघीय संसदको सम्बन्धित सदनलाई दिएमा विधेयक निष्क्रिय हुनेछ। यदि चाहिँ त्यस्तो त्यस्तो विधेयक चाहिँ प्रदेश सभाले बहुमत सहित अस्वीकृत गरेमा त्यसको सूचना संघीय संसदको सम्बन्धित सदनलाई दिएमा चाहिँ त्यस्तो विधेयक निष्क्रिय हुनेछ। प्रदेश सभाको सहमति आवश्यक नपर्ने वा उपधारा 5 बमोजिम बहुसंख्यक प्रदेश सभाबाट स्वीकृत भई आएको विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट पारित गर्नुपर्नेछ। उपधारा 8 बमोजिम पारित भएको विधेयक प्रमाणीकरणका लागि चाहिँ राष्ट्रपति समक्ष पेश गरिनेछ। राष्ट्रपतिले उपधारा 9 बमोजिम पेश भएको विधेयक प्राप्त भएको 15 दिनभित्र राष्ट्रपतिले चाहिँ 15 दिनभित्र प्रमाणीकरण गर्नेछ र प्रमाणीकरण भएको मितिदेखि संविधान संशोधन भएको मानिनेछ। हस्त भाग 31 यही सकिन्छ। भिडियो मन परेमा सब्स्क्राइब गरेर सपोर्ट गर्नुहोला।